चाहिँ नयाँ भिडियो है त। मेरो चाहिँ नयाँ भिडियोमा तपाईलाई स्वागत छ। कृषि योग्य कृषि जस्तै मल्चिङले कसरी फाइदा गराउँछ भन्ने कुरा तपाईहरुको माझमा प्रस्तुत गर्न गइरहेको छु र खुर्सानी खेतलाई कसरी व्यवस्थित र धेरै आम्दानी दिने बनाउन सकिन्छ भन्ने कुरा तपाईलाई देखाउन गइरहेको छु है त। यहाँ हेर्नुस् है त। यसरी हामीले टुप्पो चुनेको थियौं। यो टुप्पो चुन्न सिकाउने छु अलिसमा र खुर्सानीको बिरुवाले यसरी हाँगा हाल्छ है त। हेर्नु त यसरी हाँगा हाल्छ वरिपरिबाट। ल हामी यति चाहिँ टुप्पो चुनेर सकिसकेका छौं। अब तपाईहरु टुप्पो चुन्ने तरिकाको देखाउँछु। यसरी चाहिँ अस्ति हामीले रोपेका बिरुवा चाहिँ यतिका चाहिँ भइसकेका छन् है त। यतिका चाहिँ भइसकेका छन् र हामीले थोरै यस्तो मरेको हुन्छ कुनै कुनै बेला यस्तो मरेमा चाहिँ थप्नको लागि बिरुवा लाएका छौं है त। अब यतिको भएको छ। हेर्नु है त गाइज। र यो मल्चिङको फाइदा के हो भने चाहिँ मल्चिङ गर्दा तपाईले झारो खोल्नु पर्ने एक त, अर्को लागि मल्चिङ गर्दा चाहिँ छिटो बिरुवा चाहिँ के भरे माथि आउँछ के फल्न योग्य हुने गर्दछ। त्यो चाहिँ राम्रो पक्ष मल्चिङको है। ल हेर्नुस् यस्तो भइसकेको छ। अब म तपाईलाई पर लान्छु है त। ल हेर्नुस् गाइस, यो झारलाई चाहिँ यसरी खोल्नुपर्ने हुन्छ। यो झारलाई खोलिसकेर चाहिँ यी फेदमा हाल्नुपर्ने हुन्छ त। यसरी कराकुरुक बनायो यसरी चाहिँ फेदमा हाल्नुपर्ने हुन्छ ताकि यसमा मल रहोस् हैन त, मल हुन्छ। अब यहाँ हेर्नु त यसरी जुन यो हेर्नु यो फर्स्टलाई छोडेर सेकेन्डलाई छोडेर थर्ड रहेको छ नि यसलाई किरिक्के पार्ने र हाल्दिने यसरी। यो दबाई सबभन्दा मेन दबाई चाहिँ हो खुर्सानीको। किनभने अब यो हेर यो फर्स्ट छ, यसलाई फर्स्टलाई छोड्ने, यो सेकेन्डलाई छोड्ने, यहाँ थर्ड छ नि थर्ड आएको छ। हो यहाँ यसो गरिसकेपछि चाहिँ हाम्रो खुर्सानीको मुन्टो भाँचिसकेपछि यो वृद्धि विकास यही रोकिन्छ र हाँगा लगाउँछ। खुर्सानीमा जति धेरै हाँगा त्यति धेरै आम्दानी हुन्छ। त्यस्तै सेम टु सेम प्रोसेसले यहाँ अर्को छ। हेर्नु त यसो गर्ने, झारो खोल्ने। अहिले यसरी झारो खोलिसकेपछि यहाँ यस्तो भएको छ खुर्सानी। हेर्नु आएको छ। अस्ति हामीले रोप्दा तपाईहरुलाई यही देखाएको थियौं र अहिले यस्तो भएको छ अवस्था। र यो झारलाई चाहिँ भरे यहाँ हाल्नुपर्ने हुन्छ। यो फर्स्ट सेकेन्ड थर्ड अहिले यो फर्स्ट भइगयो, यो फर्स्ट भयो, सेकेन्ड भयो, थर्डलाई चाहिँ थर्डमा गएर यसो च्याप्प पार्नुपर्ने हुन्छ। तलतिर पनि सेम हो, फर्स्ट सेकेन्ड थर्ड। र यस्तो गरिसकेपछि हाँगा हाल्छ मजाले। जुन चाहिँ तपाईले अघिल्लो चोटि नै देखिसक्नुभएको छ यसरी हाँगा हाल्छ भनेर है त। अनि यो झारलाई पनि यसरी हाल्नुपर्ने हुन्छ ताकि यो यसलाई मल होस् है त। कुहिन्छ, कुहिएपछि यसमा झार पनि आउँदैन उँधोबाट क्या। अब जुन झार आएको छ त्यो झार पनि आउँदैन। र हामीले चाहिँ यति यस्ता भएका छन् खुर्सानी भने यता गोडेर हामीले यतिका बनाइसकेका छौँ बिरुवा। हेर्न सक्नुहुन्छ यतिका बिरुवा बनाइसकेको छ हामीले चाहिँ। ल यसरी सनक्क पारिसकेपछि चाहिँ बिरुवा यस्ता भएर आउँछ नि। यहाँ हामीले चाहिँ बिरुवा रोपिसकेका छौँ। यतिका चाहिँ भइसकेका छन् बिरुवा हैन। यतिका बिरुवा भइसकेका छन् नि। यी बिरुवाहरू चाहिँ भइसकेका छन् र हामीले रोप्दैछौँ पनि, बिरुवा हुँदैछन् पनि यतिका। र यो बिचमा झार चाहिँ किन हाल्नुभएको होला भन्ने शङ्का आयो तपाईहरुलाई। यो झार चाहिँ यो झार नआओस् भनेर चाहिँ यो माथिको झार काटेर बिचमा हालेको है त। ल हेर्नु यसरी बिरुवा यसरी आएको छ। धेरै जसो झार छ र हामी निरन्तर रूपमा लागिरहेका छौँ। आफ्नो पेसा कर्म गर्नुपर्ने हुन्छ। कर्म पेसा गर्यो भने चाहिँ यिनीहरू विदेश छ है त। ल हेर्नुहोस् मास्तिर पाटो भने हामीले रेडी भइसकेको छ नि। यहाँ चाहिँ यतिको भइसकेको छ। खुर्सानी यस्तो बोटाएको छ। हेर्नु त यो चाहिँ प्युर लोकल हो हैन। लोकल खुर्सानी। यसरी गरिसकेपछि तपाईहरुले चाहिँ जति धेरै हाँगा त्यति धेरै खुर्सानी फल्ने सम्भावना हैन त। जति धेरै हाँगा हुन्छ त्यति धेरै खुर्सानी फल्छ। र हामीले मेन्टेन पनि ठ्याक्कै गरेका छौँ कि यसको सिधा यो होस्, यसको सिधा यो होस् भनेर, ताकि पछि टक्क डोरी बाँधेर अथवा किल्ला गाडेर चाहिँ खुर्सानीलाई ढल्न नदिनु सजिलो होस् भनेर है त। अब हेर्नुहोस् फेरि पनि तपाईलाई सिकाउँछु म एकचोटि फेरि हेर्नु होला। यो झारलाई यसरी च्याप्प उखाल्ने, उखालेर यता राख्ने, अहिले कराकुरुक बनाएर हाल्नुपर्ने हुन्छ। र यस्तो अवस्थामा चाहिँ के गर्ने भन्दाखेरि यसरी झार गोड्ने। झार गोडिसकेपछि फर्स्ट सेकेन्ड थर्ड तपाईँलाई मैले भनिहालेँ। फर्स्ट सेकेन्ड थर्डमा यसरी फर्स्ट यो भयो, सेकेन्ड यो भयो, थर्ड हाँगोमा चाहिँ किरिक्कै पारिदिने थोरै मास्तिर। यसलाई पनि फेदमा हालिदिने है त। अब यो जुन हाम्रो पतिङ्गर छ माथि झरेको त्यसलाई यसरी हाल्दा चाहिँ झन् बेस्ट हुन्छ। किनभने यसले चाहिँ मल दिने गर्छ। मल दियो भने चाहिँ
खुर्सानीलाई यो वर्षको मल एकचोटिको मल चाहिँ यहीँदेखि प्राप्त हुने गर्दछ है त। यसरी दिइसकेपछि हामीले निकै राम्रा बिरुवा आइसकेका छन्। हामी यता धमाधमसम्म बिरुवा गर्नको लागि अब यो हाँगा हालिसकेपछि धेरै फल्छ। यसरी खुर्सानी चाहिँ झ्यापझ्यापी आएका छन्। बिरुवा अलिक पहेँला छन् किनभने सुरु छ घामले खडेरीले गर्दा यस्तो भएको। कृपया हाम्रो भिडियोमा नयाँ हुनुहुन्छ भने फलो गर्नुहोला, लाइक गर्नुहोला।